नमस्ते, म फुर्तेम्बा। अहिले म के अरे लिभरभिल हुँदै कङ्गो रिभर, काङ्गोस रिभर र हिजोको रात बिफुन बसेर यहाँबाट अगाडि क्याम्पतर्फ लागिरहेको छु। र यो एउटा पार्ट हो जुन देखिराख्नु भएको छ। लगभग 56 किलोमिटर 56 किलोमिटर मान्छेको बस्ती एकदम छैन भन्दा नि हुन्छ। मैले जम्मा एक ठाउँमा 2-3वटा घर भेटेँ। स्टिल बाँकी छ 30 किलोमिटर जति। र तपाईँहरूलाई एउटा जङ्गलको यात्रा, इन्ट्रेस्टिङ, सुनसान, पिसफुल अनि अलिकति मनमा डर जस्तो एउटा भइरहेको फिलिङलाई सेयरिङ गर्न गइरहेको हो। अहिले देख्नुहुन्छ यहाँ सुनसान छ र गाडीहरूको आवाज छैन र अलिकति साइक्लिङ गर्नु पनि अलि हार्ड छ। त्यति साह्रो फ्ल्याट रोड छैन, तर रोड राम्रो छ र जुन प्रकारको साइक्लिङको दौडजन पनि अलिक सकिएको छैन र सायद यो रमाइलो हुन्छ होला। मैले एउटा पछिको लागि पनि भिडियोहरू बनाइरहेको छु विभिन्न ठाउँमा। र यो जुन अहिलेको पार्ट चाहिँ बिहान 7 बजी हिँडेको र अहिले लगभग 9 बज्यो। 28 किलोमिटर चाहिँ काटिसकेँ। अलिकति सुनसान छ र एनिमलहरू पनि, जनावरहरू पनि अलिकति बेसी बसोबास गर्ने उसमा पर्दछ यो। र यहाँको मान्छेहरूले जनावरहरू पनि मारिरहेको देखिन्छ। मैले त्यो चाहिँ भिडियो बनाउन सकिनँ, तर अलमोस्ट यो आजको दिनको बाटोमा चाहिँ खास गरी त्यस्तो साह्रो मैले केही पनि भेटेको छैन। अहिले 26 तारिक र 5 महिना र 2013 साल र म विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा र म यो कन्टिन्यू भिडियोहरू तपाईँलाई देखाउन गइरहेको छु।
हस् त मैले भिडियोको झलक एउटा अलमोस्ट बनाएँ र अरू बाँकी भिडियोहरू पछि भिडियो नै बनाएर देखाउँछु। यो चाहिँ भिडियो नकाटिकन आउनेछ भन्दै बिदा जान्छु। र यो 93 कन्ट्री गाम्बिया गाबुन हो र यसपछिको बाँकी यात्राहरू विषयमा